स्वागत छ तपाईहरुलाई हाम्रो बिबी एदु नेपाल युट्युब च्यानलमा। हामीले आज लिएर आएका छौं शिक्षक सेवा आयोग प्रथम पत्रका 20 वटा महत्त्वपूर्ण प्रश्न उत्तरहरू जुन मावि र निमावि दुईटैको लागि महत्त्वपूर्ण रहेको छ। यो भिडियो राम्रो लाग्यो भने हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब, लाइक, शेयर एन्ड कमेन्ट गरिदिनु होला। हामी सुरु गरौँ अब पहिलो प्रश्नतर्फ। शिक्षक हुन अध्यापन अनुमति पत्र दिनुपर्ने अनिवार्य व्यवस्था कहिलेदेखि लागू गरिएको हो? यसका अप्सनहरू रहेका छन् 2055 माघ 1 गते, 2058 माघ 25 गते, 2059 जेठ 13 गते र 2059 जेठ 16 गते। यसको सही उत्तर रहेको छ 2058 माघ 25 गते। त्यसैगरी अर्को प्रश्न रहेको छ नेपालको संविधान बमोजिम पहिचान सहितको नामाकरण र जन्मदर्ताको हक कुन मौलिक हक अन्तर्गत पर्दछ? यसको अप्सनहरू रहेको छ पहिचानको हक, समानताको हक, बालबालिकाको हक, स्वतन्त्रताको हक। यसको सही उत्तर रहेको छ बालबालिकाको हक। त्यसैगरी अर्को प्रश्न रहेको छ शिक्षकहरूसँग उच्च स्तरीय क्षमता, दक्षता र नैतिकता जस्ता गुणहरू बालमैत्री विद्यालयको कुन पक्षसँग सम्बन्धित छ? यसका अप्सनहरू रहेका छन् प्रभावकारिता, समावेशीकरण, सहभागिता र विद्यालय व्यवस्थापन। यसको सही उत्तर रहेको छ प्रभावकारिता। त्यसैगरी अर्को प्रश्न रहेको छ शिक्षामा सामाजिक न्यायको अन्तिम लक्ष्य समाजका सबै सदस्यहरूको कल्याण गर्नु हो भने सामाजिक न्याय भनेको के हो? यसका अप्सनहरू रहेका छन् जातीय समानता, वर्गीय समानता, लैङ्गिक समानता र सबै खालका भेदभावको अन्त्य। यसको सही उत्तर रहेको छ सबै खालका भेदभावको अन्त्य। त्यसैगरी अर्को प्रश्न रहेको छ सिकाइ सिद्धान्तमा जोन अफ प्रोक्सिमल डेभलपमेन्ट ZOPD को प्रयोग कसले गरेका हुन्? जोन डिबे, लेभ भोकोतस्की, हर्बर्ट गार्डनर, रोबर्ट ग्याग्ने। यसको सही उत्तर रहेको छ लेभ भोकोतस्की। त्यसैगरी अर्को प्रश्न रहेको छ बालबालिकाको कुन विकासात्मक अवस्थालाई स्टोर्म एन्ड स्ट्रेसको अवधि पनि भनिन्छ? यसका अप्सन रहेका छन् यौवनावस्था, शैशवावस्था, बाल्यावस्था र किशोरावस्था। यसको सही उत्तर रहेको छ किशोरावस्था। त्यसैगरी अर्को प्रश्न रहेको छ विद्यालय सुधार योजना कस्तो प्रकारको सुधार योजना हो? अप्सन रहेका छन् विरोध योजना, मध्य योजना, सूक्ष्म योजना र संस्थागत योजना। यसको सही उत्तर रहेको छ संस्थागत योजना। त्यसैगरी अर्को प्रश्न रहेको छ विद्यालयको सामाजिक परीक्षण समितिको अध्यक्ष को हुने व्यवस्था छ? अप्सनमा रहेका छन् शिक्षक अभिभावक सङ्घको अध्यक्ष, सम्बन्धित वडाको वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र प्रधानाध्यापक। यसको सही उत्तर रहेको छ सम्बन्धित वडाको वडा अध्यक्ष। त्यसैगरी अर्को प्रश्न शिक्षकको प्राज्ञिक गुण भित्र कुन पर्छ? यसको अप्सन रहेका छन् जिज्ञासु र अध्ययनशील, मौलिक र सृजनात्मक, सहयोगी, पेसाप्रति उत्साहित र रुचि। यसको सही उत्तर रहेको छ जिज्ञासु र अध्ययनशील। त्यसैगरी अर्को प्रश्न रहेको छ विद्यालय क्षेत्र सुधार योजनाले शिक्षकको पेशागत वृत्ति विकासका कतिवटा चरण हुने कुरा उल्लेख गरेको छ? यसका अप्सन 2, 3, 4, 5। यसको सही उत्तर रहेको छ 4 वटा। त्यसैगरी अर्को प्रश्न रहेको छ बहुकक्षा शिक्षणको शिक्षण पद्धति कुन हो? अप्सन संयुक्त शिक्षण, क्षमता समूह शिक्षण, साथी सिकाइ, 2 भन्दा बढी कक्षाको शिक्षण। यसको सही उत्तर रहेको छ 2 भन्दा बढी कक्षाको शिक्षण। त्यसैगरी अर्को प्रश्न रहेको छ दैनिक पाठ योजनाका अङ्गहरूको सही क्रम कुन हो?
उद्देश्य, कार्यकलाप, सामग्री, गृहकार्य र मूल्याङ्कन। उद्देश्य, सामग्री, कार्यकलाप, मूल्याङ्कन र गृहकार्य। उद्देश्य, कार्यकलाप, सामग्री, मूल्याङ्कन र गृहकार्य। उद्देश्य, सामग्री, मूल्याङ्कन, कार्यकलाप र गृहकार्य। यसको सही उत्तर रहेको छ उद्देश्य, सामग्री, कार्यकलाप, मूल्याङ्कन र गृहकार्य। त्यसै गरी अर्को प्रश्न रहेको छ माध्यमिक शिक्षाको उद्देश्य कुन हो? नागरिक चेतनाको विकास गर्ने, विद्यार्थीलाई समाजीकरणमा सहयोग गर्नु, विद्यार्थीमा रहेको अन्तर्निहित क्षमताको विकास गर्नु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता आर्जन गर्नु। यसको सही उत्तर रहेको छ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता आर्जन गर्नु। त्यसै गरी अर्को प्रश्न रहेको छ स्थानीय पाठ्यक्रम निर्माणको चुनौती कुन हो? अप्सन रहेका छन् संस्थागत संयन्त्र र सक्षमताको विकास नहुनु, शिक्षक र विद्यार्थीबीच समन्वय नहुनु, शिक्षक र प्रधानाध्यापकको सम्बन्ध नहन, विद्यार्थीहरूबाट अवरोध आउनु। यसको सही उत्तर रहेको छ संस्थागत संयन्त्र र सक्षमताको विकास नहुनु। त्यसै गरी अर्को प्रश्न रहेको छ शिक्षक केन्द्रित शिक्षण विधि कुन हो? प्रयोग विधि, सोधपुछ विधि, सर्वेक्षण विधि र व्याख्यान विधि। यसको सही उत्तर रहेको छ व्याख्यान विधि। त्यसै गरी अर्को प्रश्न रहेको छ समालोचनात्मक चिन्तनको सुदृढीकरणको चरणमा कुन पर्छ? यसको अप्सन रहेको छ मुख्य मुद्दा पहिचान गर्ने, मुख्य विचारको सारांश निकाल्ने, शिक्षण सिकाइ क्रियाकलापको पुनरावलोकन गर्ने, शिक्षक विद्यार्थी अन्तर्क्रिया सञ्चालन गर्ने। यसको सही उत्तर रहेको छ मुख्य विचारको सारांश निकाल्ने। त्यसै गरी अर्को प्रश्न रहेको छ निर्णयात्मक मूल्याङ्कनको साधन कुन हो? यसका अप्सन रहेका छन् अवलोकन, गृहकार्य, परियोजना कार्य, वार्षिक परीक्षा। यसको सही उत्तर रहेको छ वार्षिक परीक्षा। त्यसै गरी अर्को प्रश्न रहेको छ विशिष्टीकरण तालिकाको प्रयोग केमा गरिन्छ? योजना निर्माण गर्न, उपयुक्त प्रश्नपत्रको निर्माण गर्न, विद्यार्थीहरूको सिकाइ शिक्षण वृद्धि गर्न, उत्तर पुस्तिकाका परीक्षण गर्न। यसको सही उत्तर रहेको छ उपयुक्त प्रश्नपत्रको निर्माण गर्न। त्यसै गरी अर्को प्रश्न कार्यमूलक अनुसन्धान भनेको के हो? नयाँ तथा पत्ता लगाउन सकिने अनुसन्धान, औपचारिक अध्ययन विधि, अनौपचारिक अध्ययन विधि र नयाँ ज्ञानको निर्माण गर्ने विधि। त्यसै गरी अर्को प्रश्न रहेको छ योजना, कार्य, अवलोकन र प्रतिबिम्बन कसको कार्यमूलक अनुसन्धानको ढाँचा हो? कुर्तलेबिङ, सागोर, म्याकनिफ, किन्वेलोल। यसको सही उत्तर रहेको छ कुर्तलेबिङ। धन्यवाद। हाम्रो युट्युब च्यानलमा कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला। साथै सब्सक्राइब, लाइक, कमेन्ट र सेयर गरिदिनु होला। धन्यवाद।